सो के पढ्दै थियौ त माइक्रोबायोलोजीको क्युसीमा हामी हिजो अस्ति हामी के पढ्दै थियौ? शोभा, शिशिर सबैजना जोइन हुनुहुन्थ्यो हिजो, भन्नुहोस् त। हजुर सर, हामीले क्वालिटी एस्युरेन्स, क्वालिटी कन्ट्रोल अनि त्यसपछि इन्टरनल क्वालिटी कन्ट्रोल, ओके ओके स्याम्पल रिजल्ट गर्ने। ओके ओके सो प्री एनालाइटिकलमा हामी पढ्दै थियौँ होइन। प्री एनालाइटिकलमा हामी कहाँबाट सुरु हुन्छ त? प्री एनालाइटिकल राइट फ्रम द पेसेन्ट होइन, पेसेन्ट आइडेन्टिफिकेसनबाटै सुरु हुन्छ राइट। सो पेसेन्ट आइडेन्टिफिकेसनको कुरा गऱ्यौँ हामी हिजो। त्यस पछाडिबाट हामीले के अरे रिक्वेसन फर्मको कुरा गऱ्यौँ होइन। अनि रिक्वेसन फर्म पछाडि हामी के अरे स्याम्पलको कुरा गऱ्यौँ, राइट स्याम्पल इन राइट कन्टेनरको कुरा गऱ्यौँ, स्याम्पल लेबलिङको कुरा गरेका थियौँ हामी होइन। हिजो अस्ति सबै कुराहरू चाहिँ हामी गरेका थियौँ। स्पेसिमेन अब रिक्वेस्ट हामीसँग आइसकेको छ भने चेकिङ अफ स्पेसिमेन एन्ड रिक्वेस्ट फर्म होइन। अब यो के हो त? चेकिङ अफ स्पेसिमेन एन्ड रिक्वेस्ट फर्म भनेको के हो भन्नुहोस् त? के हो यो चेकिङ अफ रिक्वेस्ट एन्ड रिक्वेस्ट फर्म एन्ड स्पेसिमेन? त्यो रिक्वेस्ट फर्ममा जुन जुन टेस्ट लेखेको छ त्यो अनुसारको स्याम्पल आएको छ कि छैन भनेर चेक गर्ने हो, सर। भेरी गुड हो। सो रिक्वेस्ट फर्ममा अच्छा स्पेसिमेन र स्याम्पल यो दुइटै के हो? वाट इज स्पेसिमेन, वाट इज स्याम्पल? भन्नुहोस् त, स्पेसिमेन र स्याम्पलमा के बुझ्नुहुन्छ हजुर? सेम नै हो सर, हो सेम त स्पेसिफिक स्याम्पल। हो सबैजनालाई सेम लाग्छ त यो? सबैजनालाई सेम लाग्छ? कसैलाई फरक लागिरहेको छ भन्नुहोस् त? फरक त फरकै होला सर, तर किन चाहिँ के हो थाहा छैन। ओके, कसले भनिदिने हो? उहाँको लागि दुईटा मोडल सेट फ्रीमा हुन्छ। यसो त सबै फ्रीमै भइरहेको हुन्छ त, त्यही पनि होइन। अझै पर्सनली पठाइदिन्छु ल, पर्सनली पठाइदिन्छु दुईटा एक्स्ट्रा एमसिक्यू सर, सेट नै पठा ल, एमसिक्यू पनि पठाइदिन्छु हस् वाह। एमसिक्यू चाहिएन, एमसिक्यू पठाइदिन्छु ल, भयो, एमसिक्यू चाहिएन सर, पुगो। पुग्यो है। ल क्वेसन मोक टेस्टको सेट चाहिन्छ? चाहिन्छ सर। हस्, तिनवटा सेट त पाउनु भएको छ अहिलेसम्म। छ होला सर। एउटा अस्ति हेमाटोलोजी माइक्रोबायोलोजीको लागि छुट्टै पठाएको थिएँ दुईटा के अरे अमित सरकोबाट दुईटा मोक टेस्ट पठाएको थियो, त्यो सायद पाउनु भएको छैन भने फरवर्ड गरिदिन्छु। र दुईटा अझै पठाइदिन्छु, के भन्छ अरे जसले मलाई स्पेसिमेन र स्याम्पलको डिफरेन्स भनिदिन्छ उहाँलाई, पर्सनली उहाँलाई। कहिले भनिदिनु भन्नुहोस् न छिटो छिटो। कुनै आइडिया छ? गेस गर्नुहोस् न, अलिकति गेस गर्नु पाउँछ नि त। शोभा, हजुर, भन्नुहोस् न। मैले त एउटै हो भनेको छु सर, तर अहिले दिमाग लाउँदा त फरक हो जस्तो लाग्यो। हजुर स्पेसिमेन भनेको त्यो स्याम्पल जसले चाहिँ थोरै स्याम्पल लिएर पनि धेरै चिजलाई रिप्रेजेन्ट गर्ने। त्यो के हो? थोरै स्याम्पल लिएर धेरै चिजलाई रिप्रेजेन्ट गर्ने। त्यो के हो? रिप्रेजेन्ट त भन्नु त त्यो के थोरै के चाहिँ के हो? थोरै चाहिँ के हो? स्याम्पल, अनि बढी? बडी स्पेसिमेन। हो, थ्याङ्क यू। पढ्दै त आउँछ त, मैले ब्रेन एक्सर्साइज गर्दा भइहाल्छ। स्पेसिमेन भन्नाले कति स्याम्पल आएको छ त, कति आएको छ त हाम्रो बडीमा। फर इक्जाम्पल अब म हेमाटोलोजिस्ट हो राइट, ठिक छ। सो मैले हेमाटोलोजी पढाउँछु। सो 2 ml अफ इरिटिए ब्लड स्याम्पल लिन्छु हामी सिबिसी गर्ने, होइन र? हो हो 2 ml नै लिन्छौँ। यसलाई सिबिसी गर्नलाई, हजुर सिबिसी गर्नलाई इडिटिएममा त 2 ml राख्ने हो। त्यो 2 ml के भयो त? स्पेसिमेन। हो, त्यो 2 ml स्पेसिमेन भयो। अब के त्यो सबै 2 ml युज हुन्छ त सिबिसीको लागि? हुँदैन। कति युज गर्छौ त? जस्तो तपाईँले फरक फरक टेस्ट गर्नुहुन्छ नि त त्यसको त। त्यही सिबिसी गर्नको लागि कति युज गर्छौ त? मेनुअल कि कुल्टरबाट सर?
उल्टोबाट धेरै भयो भने 0 धेरै भयो भने 20 माइक्रोलिटर जति हुन्छ कि अनि म्यानुअलबाट मेनुअलबाट त हेमोग्लोबिन गर्नलाई 20 माइक्रोलिटर लाग्छ ओके ठिक छ सो उल्टोबाट लियो भने बढीमा बढी 100 माइक्रोलिटर र म्यानुअलबाट चाहिँ हामी के भन्छ अरे 20 माइक्रोलिटर लिएको छौँ बल्क डाइल्युसन मेथडबाट र अरूबाट चाहिँ हामी आरबिसी गरिरहेको छौँ डब्लुबिसी गरिरहेको छौँ भने त्यो हिसाबले डाइल्युसनको हिसाबले चाहिँ हामी लिइरहेको हुन्छौँ होइन सो त्यो 100 माइक्रोलिटर 10 माइक्रोलिटर 20 माइक्रोलिटर चाहिँ स्याम्पल भयो स्पेसिमेन के भयो कति आएको छ हाम्रोमा 2 ml लिएका छौँ त्यो इन्टायर 2 ml इज स्पेसिमेन एन्ड त्यो 2 ml बाट हामी कति निकालेका छौँ टेस्ट गर्नको लागि त्यो भयो स्याम्पल क्लियर बुझ्नुभयो यो कुरा यो धेरै जरुरी छ क्युसीमा राइट ओके सो अब आउ हामी रिक्वेजिसन फर्ममा चाहिँ के गरिरहेको छौँ त के अरे पेसेन्ट्सको डिटेल र रिक्वेजिसन स्पेसिमेन चेक गर्दैछौँ सो के त्यो पेसेन्टको डिटेल्स त्यही पेसेन्ट हो भने स्पेसिमेनबाट कसरी थाहा पाउने हामी त्यही पेसेन्ट हो भने रिक्वेजिसन फर्मबाट कसरी थाहा पाउने त्यसमा ल्याब नम्बरहरू के गरेको स्टिकरहरू टाँसेको हुन्छ नि त सर हो हो ल्याब नम्बर हुन्छ होइन कुन वार्डबाट आएको छन् होइन त्यो वार्डबाट पठाएको छ अर्को स्याम्पलसँग हामी म्याच गर्छौँ स्याम्पलमा भएको स्टिकर र रिक्वेसन फर्ममा भएको स्टिकर अथवा डिटेल म्याच भइरहेको छ राइट अर्को कुरा के हुन्छ भने यहाँबाट पेसेन्टको नेम एज जेन्डर अकुपेसन वार्ड हेल्थ सेन्टर होइन टाइप र सोर्स अफ स्पेसिमेन कुन स्पेसिमेन स्पुटम स्पेसिमेन हो होइन सोर्स कहाँबाट लिएको छ डेट एन्ड अकुपेसन त लेख्छौँ र सर हामी धेरै जस्तो त लेख्दैनौँ अकुपेसन ठिक छ त्यो ठिकै छ अकुपेसन लेख्दैन भने छोड्दैछु तर डिटेलमा भन्दा पछाडिबाट आइरहेको न प्रब्लम होइन हामी अब त बारकोड सिस्टम राखिदिन्छौँ पेसेन्ट्सको ल्याब नम्बर हुन्छ सबै डिटेल आइहालेको हुन्छ होइन नेम हुन्छ एज हुन्छ जेन्डर हुन्छ कुन वार्डबाट आएको हो होइन हस्पिटल नम्बर के हो होइन ओपी नम्बर हो अथवा आइपी नम्बर के हो त्यो लेखिरहेको हुन्छ राइट त्यस पछाडिबाट कुन टाइपको स्पेसिमेन हो अब युरिन छ भने कुन टाइपको छ ऱ्यान्डम छ 24 आवर्स छ या what do you say that अर्ली मर्निङ छ ओके न त्यस्तै गरी अनि सोर्स अफ कलेक्सन्स होइन सो यो मिड स्ट्रिम युरिन कलेक्सन गरेको छौँ या क्याथेटराइजेसन युरिन कलेक्सन गरेको छौँ होइन त्यो चाहिँ के भन्छ अरे यो चाहिँ हामीलाई रिक्वेसन फर्ममा हुनुपर्ने हुन्छ अर्को सो स्पेसिमेन हामी पत्ता लगाइसक्यो रिक्वेसन हुनै पर्ने उयो स्पेसिमेन हो भनेर सिएसएफ हो स्पुटम होस् युरिन होस् ब्लड हो कुन स्पेसिमेन हो यो हुनै पर्ने हुन्छ ब्लड कलेक्सन गर्दाखेरि भेनस ब्लड स्याम्पल हो या एबिजी को लागि आर्टेरियल ब्लड स्याम्पल हो सोर्स अफ स्याम्पल भेनस हो या आर्टेरियल हो या क्यापिलरी हो राइट सो यो हुनुपर्छ कति बेला स्याम्पल कलेक्सन गरेका छौँ त डेट एन्ड टाइम अफ स्याम्पल कलेक्सन सुड बी देयर राइट सो यो सबै कुरा चाहिँ रिक्वेसन फर्ममा हुनुपर्छ अदरवाइज अर्को डेट एन्ड स्याम्पल कलेक्सन भइसकेपछि टाइम अफ कलेक्सन भइसकेपछि नेक्स्ट वान अरू के हुन्छ अरू के चाहिँ गर्ने रिक्वेसन फर्ममा अरू के चाहिँ गर्ने रिक्वेसन फर्ममा भन्नुहोस् अरू के चाहिँ गर्ने त रिक्वेसन फर्म के टेस्ट छ त्यो पनि त हेर्नु पर्यो नि त सर के टेस्ट गर्ने हो ठिक छ के टेस्ट गर्ने यस हो टेस्ट के गर्नको लागि पठाएको छ रुटिन युरिन हो या कल्चर हो माइक्रोबायोलोजीमा त कल्चरको कुरा गरिरहेको हुन्छ होइन भेरी गुड कुन टेस्ट गर्नको लागि भनिरहेको छन् कल्चर राखेको छ या एन्टिबायोटिक सेन्सिटिभिटी टेस्ट गर्नको लागि राखेको छन् होइन अथवा पिसिआर गरिरहेको छ होइन या के अरे एसिड फास्ट बेसिसलाई चेक गर्नको लागि एबी स्टेन भनेको छ या जेटिन स्टेनिङ भनेको छन् होइन सो यो कुन टेस्टको लागि त्यो पनि हेर्ने भेरी गुड हो अर्को चाहिँ के हेर्ने त अरू चाहिँ के हेर्ने रिक्वेसन फर्म के हेर्ने अरू रिना अरू के हेर्ने त भन्नुहोस् न भगवती अरू के हेर्ने हो रिक्वेसन फर्ममा विष्णा खड्का ओके
पेसेन्टको हिस्ट्री पनि सर पेसेन्टको हिस्ट्री पार्ट भइसकेको छ हामीले हिजै त्यो हेरिसकेका छौँ ठिक छ क्लिनिकल हिस्ट्रीको कुरा हामी हिजै अस्ति नै गरिसकेको छ कमला अरू के हेर्न सकिन्छ हजुर यो रिक्वेसन फर्ममा ननिसा अरू के हेर्न सकिन्छ प्रमोद कुमार पासवान अरू के हेर्न सकिन्छ रिना हजुर सर के हेर्न सकिन्छ अरू रिक्वेसन लगभग फर्म सबै कुरा आइसकेको छ सर त लगभग टेस्ट सबै पिरियड नम्बर अरू केही छ रिना हजुर भन्नुहोस् त सरिता सही स्याम्पल सही कन्टेनरमा छ कि नै हेर्ने ओके हो त्यो त हो त्यो त हामी पहिला नै हेर्छ रिक्वेसन फर्म हो ठिक छ त रिक्वेसन फर्म हो त्यो पनि ठिक छ रिक्वेसन फर्ममा अरू के हेर्न सकिन्छ त्यो रिक्वेसन फर्मकै कुरा गरौँ न अहिले सरिता के हेर्ने अरू शिशिर शिशिर अरू के हेर्ने अरू त्यति नै होला ओके सोनी यति नै होला नि सर अरू त आइडिया नै आएन आइडिया आइडिया लिनु फुकेट आइडिया मेन्टोस खाने नि दिमागको बत्ती जलाउनु मेन्टेस खाऊ दिमाग की बत्ती जलाऊ भन्छ नि त ओके अरू पनि छ के भन्छ अरे स्याम्पल कसले कलेक्सन गरे हो त भने होइन वर्डबाट आएको छ भने कसले स्याम्पल कलेक्सन गरेको छ त यो स्याम्पल कलेक्सन गर्नेको नाम हुनु हुँदैन हुनुपर्ने कि नहुनु पर्ने पर्यो पढ्यो नि त हो कि स्याम्पल कलेक्टेड बाई होइन एकैछिन है स्याम्पल कलेक्टेड बाई कसले स्याम्पल कलेक्सन गरेको छ होइन त्यसको नाम र सिग्नेचर हुनुपर्ने हुन्छ यो पनि हामीलाई रिक्वेसन फर्ममा चेक गर्नुपर्ने हुन्छ त्यस पछाडिबाट हामी कलेक्सन र ट्रान्सपोर्टेसनको कुरा गरिसकेका छौँ होइन अब के भन्छ अरे what do you say that स्याम्पल पनि कलेक्सन गरेका छौँ अर्ली मोर्निङ स्याम्पल कलेक्सन गरेका छौँ होइन अथवा के भन्छ अरे 24 आवर्स कलेक्सन गरेका छौँ होइन ट्रान्सपोर्टेसन गर्ने बेलामा कुन टेम्परेचर युज गरेको छ टेम्परेचर कतिको छ होइन सो यो सबै कुराहरू चाहिँ हामीले यसमा गर्नुपर्ने हुन्छ राइट त्यस पछाडिबाट यो भइसकेपछि अब छ चेकिङ अफ स्पेसिमेन एन्ड रिक्वेस्ट फर्म राइट सो सबै थोक स्पेसिमेन र रिक्वेस्ट फर्म अब म्याच गर्ने होइन के भन्छ अरे जुन स्पेसिमेनमा भएको लेबलिङ नेम एज जेन्डर होइन र रिक्वेस्ट फर्ममा भएको नेम एज जेन्डर ल्याब नम्बर अथवा हस्पिटल नम्बर सेभ छ कि छैन ओके अब यो के भन्छ अरे वाट यु से द्याट रिक्वेसन फर्ममा सिएसएफ लेखेको छ होइन कलेक्सन गर्ने बेलामा सिएसएफ छ कि छैन होइन वाट यु से द्याट रिक्वेसन फर्ममा लेखेको छ ब्लड कल्चर गर्ने हो होइन र हेर्दाखेरि युरिन आइरहेको छ सो यो सबै के छ त प्री एनालाइटिकल एरर हुन्छ यस्ता किसिमको एरर आयो भने के गर्ने यस्ता किसिमको प्री एनालाइटिकल एरर आयो भने के गर्ने यो त स्याम्पल रिजेक्ट गर्नु पर्यो सर स्याम्पलले भएन भने त कसरी रिभिजन गर्न पर्छ सर अनि के गर्ने रे खेरिना के भन्नुभयो रिभिजन गर्न पर्छ फेरिदेखि हेर्न पर्यो कता के मिस्टेक भयो ओके सो कसरी गर्ने त यो प्रोसेस कसरी गर्ने कसरी रिजेक्ट गर्ने भन्नुहोस् त शोभाले भन्नुभएको थियो रिजेक्ट गर्ने कसरी गर्ने शोभा रिजेक्ट के प्रोसेस होला रिजेक्सनको भन्नुहोस् न शोभा सोचिरहेको छु मैले आज के रे के भन्नुभयो खै सर रिजेक्सनको प्रोसेस त मलाई थाहा भएन सर ओके अहिले आएको हामीले के भनेको थियौँ क्वालिटी कन्ट्रोल गर्ने बेलामा ल्याब प्रोफेसनल र क्लिनिसियनसँग कम्युनिकेसन राम्रो हुनु पर्यो भने होइन हामी हो सो रिक्वेसन फर्ममा हजुर यदि सर सिएसएफ छ र आएको युरिन छ भने हामी क्लिनिसियनलाई कन्ट्याक्ट गर्ने के गर्नु भएको कुन स्याम्पल पठाउनु भएको के चाहिन्छ यो पेसेन्टको लागि
सो यो गर्नु त्यस पछाडिबाट हामी भन्छौँ यो स्याम्पल रिजेक्ट गरेको छ होइन हामीले युरिन नै पठाउन खोजेको छु CSF मा बाइ मिस्टेक त्यति लागि हुँदैन यो स्याम्पल पनि रिजेक्सन भइसकेको छ रिक्वेजिसन फर्म पनि रिजेक्ट छ तपाईले फेरि रिक्वेस्ट फर्म पठाउनुस् फेरि स्याम्पल पठाउनुस् राइट र नोटमा अर्को कुरा के गर्नुपर्ने हुन्छ रिजेक्सनलाई के गर्ने रिजेक्सन स्याम्पललाई नोट गर्ने भनेको डकुमेन्टेसन गर्ने डकुमेन्टेसन राख्नुपर्ने हुन्छ राइट सो एभ्री रिजेक्टेड स्याम्पल सुड बी डकुमेन्टेड वेल है विथ रिमार्क्स के को लागि रिजेक्ट गरेका छौँ हामीले रिजेक्सन गरिसकेपछि यसलाई इन्फर्म गरेका छौँ कि छैनौँ सो एभ्रिथिङ सुड बी डकुमेन्टेड वेल राइट नाउ so control of equipment foundation equipment like checker all equipment used for test have a significant effect on the accuracy of result of the test should be calibrated before being put into the service and on regular interval thereafter regular cleaning servicing maintenance are essential if the equipment is to remain in a good working order and safe to use भनेको के हो यति धेरै हामी इङ्ग्लिसमा लेखेको छु के बुझ्नु भएको छ ल भन्नुस् त मैले एकचोटी पढि पनि सकेको छु के बुझ्नु भएको छ भन्नुस् त कुनै पनि टेस्ट गर्न भन्दा पहिला चाहिँ मसिनलाई स्टेप पोजिसनमा राख्नु पर्यो सुरुमा अनि त्यसपछि त्यसलाई दिनदिनै हेर्नु पर्यो चार्ज छ कि छैन कहीँ कट केही भएछ कि भएको छैन त्यो हेर्नु पर्यो मेन्टेनेन्स गर्नु पर्यो अरु के भन्नु अरु के गर्ने सब क्लिनिङ पनि सधैँ गर्नु पर्यो ओके अरु क्लिनिङ पनि भयो अरु के कन्ट्रोल्सहरु रन गर्नु पर्यो क्यालिब्रेट गर्नको लागि मसिन स्ट्यान्डर्डहरु त सधैँ गर्नु गरिरहेको छ हैन पोजिटिभ कन्ट्रोल नेगेटिभ कन्ट्रोल अथवा स्ट्यान्डर्ड भ्यालुको कन्ट्रोल्स हैन यो सबै हामीलाई रन गर्नुपर्छ के अरे टेस्ट रन गर्नुभन्दा पहिला यी सबै कुराहरू रन गर्नुपर्ने हुन्छ राइट ट्याङ्कले 0 सेट गर्न पर्यो त्यसपछि त्यो अब हेर्नुस् त अर्को यहाँ छ क्वालिटी कन्ट्रोल सर्भिलेन्स प्रोसिजर अफ कमनली युज माइक्रोबायोलोजिकल इक्विपमेन्ट के भन्दैछ यो टेबलले क्वालिटी कन्ट्रोल सर्भिलेन्स प्रोसिजर अफ कमनली युज माइक्रोबायोलोजिकल इक्विपमेन्ट भनेको के हो भन्नुस् त के बुझ्नु भयो माथिको हेडिङबाट क्वालिटी कन्ट्रोल सर्भिलेन्स प्रोसिजर यसको मतलब के भयो इसको मतलब के भयो तो के भयो मतलब उसको अप्सरा हुनुहुन्छ कि जानुभयो सर गएको छुइनँ भन्नुस् त सो के भयो मतलब क्वालिटी कन्ट्रोल सर्भिलेन्स प्रोसिजर भनेको मतलब के भयो भन्नुस् त के छ यसको मतलब क्वालिटी कन्ट्रोल सर्भिलेन्स प्रोसिजरको मतलब के भयो थाहा भएन सर मलाई त ओके अब भन्नाले अर्को के छ कमनली युज्ड भन्दैछ के कमनली युज माइक्रोबायोलोजिकल इक्विपमेन्ट हैन सो कमनली युज माइक्रोबायोलोजिकल इक्विपमेन्टको कुरा गरिरहेको छ सो यो माइक्रोबायोलोजीमा युज हुने इक्विपमेन्टहरुको क्वालिटी कन्ट्रोल सर्भिलेन्स भनेको हेर्ने जाँच गर्ने चेक गर्ने ओके न निरीक्षण गर्ने सो यो सब क्वालिटी कन्ट्रोल मेन्टेन भइरहेको छ कि छैन यसलाई चेक गर्नको लागि तरिका के हो त के प्रोसिजर हो त यो भन्दैछु माइक्रोबायोलोजी ल्याबमा इक्विपमेन्टहरु राम्ररी काम गरिरहेको छ कि छैन हैन राम्रो क्वालिटीमा के रे टेस्ट रिपोर्ट दिने कन्डिसनमा छ कि छैन सो यो क्वालिटी चेक गर्नको लागि हामीले कुन तरिका अपनाइरहेको हुन्छौं यो सर्भिलेन्स गर्नको लागि भन्न खोजेको यो कुन सो हेर्नुस् त यहाँ धेरै इक्विपमेन्टहरु छन् जस्तो कि रेफ्रिजरेटर्स छन् फ्रिजर्स छन् अब यो रेफ्रिजरेटर्स र फ्रिजर्समा के डिफरेन्स छ व्हाट यु अन्डरस्ट्यान्ड बाइ द टर्म रेफ्रिजरेटर्स एन्ड फ्रिजर्स भन्नुस् त शोभा दिदी रेफ्रिजरेटर भनेको चाहिँ त्यो आइस नबनाउने फ्रिजर भनेको आइस बनाउने
बनाइरहेको छ त हाम्रो रेफ्रिजरेटरलाई पनि फ्रिज होइन र घरमा किचनमा युज नहीं, गर्ने मतलब डी फ्रिज र फ्रिज हुन्छ नि त अन्त नि सो हाम्रो घरमा पनि फ्रिजले त बनाइरहेको हुन्छ डिफ्रिजर त छँदैछ नि त्यो त्यो त उसमा पनि हुन्छ डे फ्रिज त के अरे होइन रेफ्रिजरेटरमा 2 to 8 डिग्री सेन्टिग्रेडमा उसमा राखिन्छ भने फ्रिजरमा पनि हुन्छ चाहिँ राखिन्छ सर। त्यो खै त अनि शोभाले भन्नु कि आइस बनाउनेलाई फ्रिजर भन्ने आइस नबनाउनेलाई रेफ्रिजरेटर भन्ने अनि हाम्रो फ्रिजले त आइस बनाइरहेको छ नि त अनि त्यो पनि त बनाउँछ तल त बनाएको छैन नि सर डी फ्रिजमै बनाएको नि त अनि डिप फ्रिज छ र हाम्रो त्यसमा फ्रिजमा रेफ्रिजरेटरमा एउटा लिमिट टेम्परेचरमा राखेको हुन्छ नि, अब 2 to 8 जस्तो रिएजेन्टहरू। अनि फ्रिजरमा अब चाहिएको अनुसार त्यो टेम्परेचर राख्ने हो। अब त्यो हाम्रो रेफ्रिजरेटरमा जहाँ आइस बन्छ त्यहाँ पनि 2 to 8 डिग्री सेन्टिग्रेड हुन्छ टेम्परेचर हुँदैन त्यो सानो कम्पार्टमेन्ट डिप फ्रिजरको दिएको हुन्छ हाम्रोमा है हो पुरा त्यही डिप फ्रिजर माइनसमा हुन्छ रेफ्रिजरेटर 2 to 6 डिग्री अथवा 2 to 8 डिग्री टेम्परेचर मेन्टेन गर्ने अनि राइट मलाई किन गाली गर्नु भएको त सुरुमा त्यही भएर अलिकति तपाईँ जिस्किनुहुन्छ नि त मसँग त्यही भएर म पनि सोबारीसँग अलिकति यसो अलिकति चाहिँ जिस्किने गरेँ त्यस्तै गर्दा गर्दै पढ्ने नि त हो कि होइन अप्सराजी हो सर। हो त नि सो अनि यस्तो पढ्दै जाँदाखेरि अलिकति रमाइलो हुन्छ सो रेफ्रिजरेटरमा के गर्ने त कसरी चेक गर्ने सर्भिलेन्सको प्रोसिजर के हो चेक जाँच गर्ने प्रोसिजर के हो के अरे टेम्परेचर रेकर्ड गरेर के प्रोसिजर हो यसको टेम्परेचर हेर्ने टेम्परेचर रेकर्ड गर्ने सो टेम्परेचर कति हेर्ने त डेली हेर्ने हो टेम्परेचर हामीलाई यो टेम्परेचर डेली नै हेर्नु पर्ने हुन्छ राइट डेली यो टेम्परेचर चाहिँ हेर्नु दिनमा दुईचोटि सर फेरि बिहान र बेलुका दुईचोटि हुन्छ हस् दुईचोटि गर्नुहोस् है अब त्यही लगभग डेली भइरहेको हुन्छ सर्भिस राइट अझै हामी त हरेक 3-3 घन्टा 4-4 घन्टामा हेर्ने गर्थ्यौँ टेम्परेचर आजभोलि त अझै टेम्परेचर रेकर्डिङ र अलार्मिङ सिस्टम नै आइसकेको छ 2 डिग्री सेन्टिग्रेडभन्दा तल झर्छ भने अलार्म दिन्छन् 8 भन्दा माथि दिन्छ भने अलार्म आइहाल्छ राइट सो कति हो त कसरी चेक गर्ने लिमिट हेर्ने नि सो के छ त फ्रिजरको के अरे रेफ्रिजरेटरको 2 to 8 डिग्री सेन्टिग्रेड चाहिँ हाम्रो रेफ्रिजरेटरमा हुनुपर्ने हुन्छ राइट त्यस्तै गरी फ्रिजरको कुरा गर्यो फ्रिजरमा पनि हामी के गर्छौँ त टेम्परेचर रेकर्ड नै गर्छौँ यसमा पनि हामी टेम्परेचर रेकर्ड गरिरहेको हुन्छौँ राइट यो पनि डेली प्रोसिजरमै गर्ने हो यो टेम्परेचर रेकर्ड पनि हामी के गर्छौँ त डेली प्रोसिजरमै गर्ने यसको चाहिँ के हो त यसको चाहिँ के हो त यसको माइनसमा हेर्नु पर्यो हजुर यसको त माइनसमा टेम्परेचर हेर्नु पर्यो हो त नि कति माइनसमा माइनस त्यो त सामान कुन के राख्ने हो भन्ने हुन्छ तर अहिले यहाँ त -8 to 20 -8 to 20 ओके तो -8 to 20 मा के राख्नुहुन्छ हामीले फ्रोजन प्लाज्माहरू राख्छौँ FFP हो अनि फेरि -80 मा चाहिँ नराख्ने त माइनस कतिमा -80 मा -75 सम्म मात्र भन्नुभएको छ त त्यहाँ ठिक छ -75 सम्म भनेपछि 80 सम्मलाई टोलरेट गर्छौँ हामी -80 सम्म जान्छ ठिक छ -80 सम्म चाहिँ के राख्छ सर FFP नै हामी -80 सम्म लाग्छौँ 1 इयरको लाइफ स्प्यान हुन्छ लङ टर्मको लागि लङ टर्मको लागि यस लङ टर्मको लागि हामी राख्छौँ FFP नै राखिरहेको छ सो दुई किसिमको डिप फ्रिजर छ एउटा डिप फ्रिजर छ -20 जसको टेम्परेचर -8 देखि लिएर -20 सम्म छन् है अर्को डिप फ्रिजर छ -60 देखि -75 भनिन्छ 80 सम्म जान्छन् राइट सो यो दुई किसिमको हामीसँग रहेको डिप फ्रिजर छ सो दुईटै डिप फ्रिजरको चाहिँ हामी के गर्छौँ भने व्हाट यु से दैट यो लिइरहेको हुन्छ टेम्परेचर चाहिँ चेक गर्छौँ है दुईटै डिप फ्रिजर हजुर जस्तो हामीलाई एक्जाममा FFP को टेम्परेचर आयो भने -20 देखि -25 लेख्ने हो कि 60 देखि 75 के भन्नु बुझिनु कुरा जस्तो फ्रेश फ्रोजन प्लाज्मालाई हाम्रो बुकमा त -25 देखि -20 टेम्परेचरमा राखेर चाहिँ 1 वर्षको लागि युज गर्न सकिन्छ भने यहाँ चाहिँ 60-80 सम्म पनि पुग्छ भन्नुभयो नि हामीले कुन लेख्ने त
सरी सो के हुन्छ नि युजुअली कमनली हामी एफएफपीलाई -80 मा राख्ने गर्ने गर्छ लङ टर्म स्टोरेज र राम्रो हुन्छ किन भइरहेको हुन्छ राम्रो धेरै डिप फ्रिज भयो नि त बिग्रिन पाएन ओके के बिग्रिन पाएन त फ्रेस फ्रोजन प्लाज्मा के हुन्छ फ्रेस प्रेजेन्ट प्लाज्मा त प्लाज्मा लिक्विड कसरी थाहा पाउनुहुन्छ बिग्रिँदैन भने प्लाज्मामा प्लाज्मामा त हेर्नु पर्यो नि त्यसमा चेक गरेर हेर्ने होला नि निकालेपछि अनि बल्ल चढाउने होला के त्यही त के प्लाज्मामा जे हुन्छ एल्बुमिन फाइब्रिनोजिन प्रोथ्रोम्बिन भेरी गुड अरू 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 आरबिसी आरबिसी प्लाज्मामा कहाँ हुन्छ कोआगुलेसन पर्दैन फ्याक्टर्स कोआगुलेसन फ्याक्टर्स पपुलेसन फ्याक्टरहरू त हैन कोआगुलेसन फ्याक्टर्स हुन्छ राइट सो यो कोआगुलेसन फ्याक्टर्सहरू के हुन्छ भने -80 मा जति माइनसमा राख्नुहुन्छ त्यति लङ ड्युरेसन हुन्छ त्यति लङ ड्युरेसनसम्म यो गरिरहेको के अरे सर्भाइभ डिग्रेड हुँदैन प्लाज्मा प्रोटिन्सहरू एल्बुमिन्सहरू फाइब्रिनोजिन्सहरू हैन प्लाज्मा फ्याक्टर्सहरू कोआगुलेसन फ्याक्टर्स हेमोफिलियाको लागि जुन क्रायोप्रेसिपिटेटमा निकाल्छौँ यो सबै के छ त यदि प्लाज्मालाई हामी -80 मा राख्छौँ भने राम्रो यील्ड दिन्छ र राम्ररी चाहिँ हामी राइट अर्को इक्विपमेन्ट के हो त हाम्रो अर्को इक्विपमेन्ट के हो त हाम्रो इन्क्युबेटर्स हो राइट अर्को इक्विपमेन्ट भयो हाम्रो इन्क्युबेटर्सको पनि के छ त टेम्परेचर रेकर्ड नै गर्ने हो राइट यो पनि डेली बेसिसमा हामी टेम्परेचर रेकर्ड गरिरहेको हुन्छौँ यो पनि डेली बेसिसमा गर्ने टेम्परेचर रेकर्ड है कति हो त यसको के भन्छ अरे वाट यु से दैट तपाईको टेम्परेचर राइट 35.5 देखि +-1 37 डिग्री मेन्टेन गर्नुपर्ने हुन्छ सो स्टार्टिङ रेन्ज 35 आई मिन 34 देखि लिएर 37 36 सम्म 37 सम्म हुनुपर्ने राइट अर्को छ वाटर बाथको पनि हामी टेम्परेचर चेक गरिरहेको छौँ दुईटा किसिमको वाटर बाथ हुन्छ अगेन एउटा चाहिँ तपाईको 36 to 38 वाटर बाथ हैन जुन बडी टेम्परेचरमा राख्छौँ अर्को के छ 55 देखि लिएर 57 डिग्री सेन्टिग्रेडको के भन्छ अरे वाटर बाथ राइट अटोक्लेव्स पनि हामीले डेली हेर्नुपर्ने हुन्छ हैन के हेर्नको लागि टेस्ट विथ स्पोर स्ट्रिप ब्यासिलस हैन स्पोर्सको ब्यासिलाइहरू छ कि छैन एटलिस्ट एकचोटि हप्तामा चाहिँ गर्ने पर्ने हुन्छ राइट कसरी गर्ने त स्पोर्स स्ट्रिप ब्यासिलसहरू चेक गर्नको लागि कसरी चेक गर्छौँ त हामी कसरी गर्छौँ त सब कल्चर गरेर है सब कल्चर गरेर चाहिँ हामी गरिरहेको हुन्छ स्वाब लिन्छौँ रन गरिदिन्छौँ कल्चर गरेर पठाइदिउँ हेर्नु कुनै माइक्रो अर्गानिजम ग्रो भइरहेको छ राइट अटोक्लेभको काम नै हो स्टेरिलाइज गर्नको लागि पोर्ट्स बनाइसकेका छन् भने त्यस्ता किसिमका पोर्ट्स ब्यासिलाइहरू छ कि छैन त्यो चेक गर्नको लागि हामी स्वाब्स निकाल्छौँ र स्वाब निकालेर रन गरेर के गर्छौँ भने हामी के अरे यो कल्चर गर्छौँ र हेर्छौँ अर्गानिजमको ग्रोथ छ कि छैन राइट यसमा चाहिँ ग्रोथ नभए पर अटोक्लेभ ठिक छ ग्रोथ भए पर ठिक छैन है त्यसलाई अगेन स्टेरिलाइज हामीले गर्नुपर्ने हुन्छ सो यो सब के भयो त क्वालिटी चेक गर्न आएको छ क्वालिटी चेकको प्रोसिजर हैन इक्विपमेन्टको प्रोसिजर राइट अर्को के छ त एनारोबिक चार्ज नाम नै हो एनारोबिक चार्ज त्यहाँ के भन्छ अरे के हुनु पर्ने हो हजुर अक्सिजन हुँदैन अक्सिजन हो भेरी गुड सो कसरी गर्ने हो त चेक यसलाई मिथाइलिन ब्लू स्ट्रिप इन्डिकेटेड हरेक युजमा हामी मिथाइलिन ब्लू इन्डिकेटर स्ट्रिप लिन्छौँ कन्भर्सन अफ स्ट्रिप फ्रम ब्लू टु व्हाइट इन्डिकेट्स लो अक्सिजन टेन्सन यदि ब्लूबाट व्हाइटमा छ भने कमभन्दा कम अक्सिजन टेन्सन छ भन्ने बुझ्छ त्यस्तै गरी सेन्ट्रिफ्युजको पनि चेक गरिरहेको हुन्छ कति रिभोल्युसन ठिक दिइरहेको छ कि छैन 1 मिनटमा हामी भन्छौँ नि 1200 रिभोल्युसन पर मिनट सो 1200 चोटि घुम्नु रोटेसन गर्नु 1 मिनटमा
कसरी थाहा पाउने? 1200 घुमिरहेको छ कि 1300 घुमिरहेको छ कि 1000? क्याचोमिटरबाट। हो, टेक्नोमिटरबाट। हेर्नुहोस् है, सो एमसीक्यू क्वेसन छ यो, टेक्नोमिटर। हाउ डु यु चेक द रेभोल्युसन्स अफ what do you say, the centrifuge? So with the use of टेक्नोमिटर। कतिचोटि गर्ने त यो? कति फ्रिक्वेन्टली गर्ने? महिनामा कमसेकम एकचोटि गर्नुपर्ने हुन्छ, राइट? once for a month. यस, वन्स अ मन्थ। त्यस पछाडि छ सेफ्टी हुड्स। यो सेफ्टी हुड्स के हो? सेफ्टी हुड्सको के हो यो? के हो सेफ्टी हुड्स भन्नुहोस् न? त्यो थाहा भन्छ अरे त। थाहा भएन अरे? ला, कसलाई थाहा छ? सबैले थाहा छ। माइक्रोबायोलोजी ल्याबमा काम गर्नुभएको छ कि छैन? गर्नुभएको छ शोभा? ओके, अप्सरा गर्नुभएको छ? होइन सर, हाम्रोमा माइक्रोबायोलोजी नै छैन। ला, बायोसेफ्टी क्याबिनेट सर, बायोसेफ्टी क्याबिनेट हमरा की मालूम? तो पूछे से हमरा से, हमने जाने से। तो कहब कि हम कहब? त्यही हो सर। त्यही हो सर, त्यही हो। त्यही हो? हो, के हो? त्यही मात्रै हो? बायोसेफ्टी क्याबिनेट। बायोसेफ्टी क्याबिनेट मात्रै हो? कि अरू पनि केही छ? लेमिनार क्याबिनेट के भन्छ? लैमिनार एयर फ्लो। यस, यस सर। आयो त आन्सर आफै त। यस्ता राम्रा स्टुडेन्टहरू छन् बाबा, मलाई त पढाउनै पर्दैन। मैले त खालि अलिकति स्टिमुलेट मात्रै गर्नु पर्छ। सो के सेफ्टी हुड्स युज गर्छौँ हामी? हुड, सानो घर कल्चर गर्नको लागि, होइन, सामानहरूलाई what do you say that प्रोसेसर गर्नको लागि ट्राई गरेर कल्चर। सो दुई तरिकाको भयो। एउटा के भयो त बायोसेफ्टी क्याबिनेट, अर्को के भयो त ल्यामिनार एयर फ्लो। बायोसेफ्टी क्याबिनेटमा के हुन्छ भने, आई मिन अरू पनि सेफ्टीहरू राखेको हुन्छ, होइन, सेफ्टी प्रिकसन्सहरू हुन्छ, जस्तो कि युभी हुन्छ। इभन ल्यामिनार एयर फ्लोमा पनि युभी लाइट भइरहेको हुन्छ, होइन, एयरको फ्लो भइरहेको हुन्छ, राइट? सो सबै के छ त, के गरिरहेको हुन्छ? यो ल्यामिनार एयर फ्लो। हेर्नुहोस् है, एयरको फ्लो। बायोसेफ्टी क्याबिनेटमा पनि एयरको फ्लो भइरहेको हुन्छ, युनिडाइरेक्सनल एयर फ्लो भइरहेको हुन्छ। सो के छ, कति भेलोसिटीले मेजर मतलब एयर फ्लो भइरहेको छ। सो कसरी गर्ने? सेमी एनुअली। व्हाट इज द मीनिंग ऑफ सेमी एनुअली? ये क्या है भाई? सेमी एनुअली क्या 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 चीज से पूछता होता है, पता ही नहीं चलता। व्हाट इज द मतलब, व्हाट इज द मीनिंग ऑफ सेमी एनुअली? 6 मन्थमा सर। हो, तो हामी के गर्छौँ भने 6 मन्थ्समा गरिदिने, है, अथवा वर्षमा 2 पटक गरिदिने, है, उसो गर्नु। सो कसरी गर्ने हो? 50 फिट एयर फ्लो पर मिनट। 1 मिनटमा 50 फिट एयर फ्लो हुनुपर्ने हुन्छ, प्लस माइनस 5 फिट फेस ओपनिङ क्वार्टरली पर मिनट, होइन, क्वार्टरली पर मिनट। 1 मिनटमा 5 फिट फेसबाट चाहिँ एयर फ्लो हुनुपर्ने हुन्छ। यो एयर फ्लोको काम के हो? किन हुनु पर्यो एयर फ्लो? एयर फ्लोको काम के हो भन्नुहोस् त हजुर? किन हुनु पर्यो यो एयर फ्लो? हावा किन बग्नु पर्यो बायोसेफ्टी? भन्नुहोस् प्रमोद, भन्नु न। माइक्रोबियल समस्याहरू बाहिर जानलाई त्यहाँभित्र भएको। माइक्रोबायो लैब में कति करेছি? बैक्टीरिया के संग खेलेছি, वायरस के संग खेलेছি, फिर नाक में घुस जाती। सो एयर फ्लो हुनुपर्ने नै हुन्छ, सबैलाई लिएर जानुपर्ने हुन्छ, राइट? है त सुशील? हो सर। अब त भइगयो, प्री एनालाइटिकल फेज त अब भइसक्यो। अब आउने एनालाइटिकल फेज। के गर्ने त एनालाइटिकल फेजमा? सो द फलोइङ शुड बी इन्कर्पोरेटेड इन द माइक्रोबायोलोजिकल एसओपीज कभरिङ द एनालाइटिकल स्टेज। तल दिएका चिजहरू के हुनुपर्ने हुन्छ? माइक्रोबायोलोजिकल एसओपी स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजरमा बुकमा हुनै पर्ने हुन्छ। के हुनुपर्ने हो?
एनालिटिकल फेजमा डिटेल प्रोसिजर फर एक्जामिनिङ डिफरेन्ट स्पेसिमेन, सबै प्रोसिजर डिटेलमा हुनुपर्ने। यो डिटेल प्रोसिजर के हो? व्हाट इज द मिनिङ अफ प्रोसिजर? त प्रोसिजर हो भाइ, डिटेल होस् या के हो यो डिटेल प्रोसिजर भनेको? के बुझ्नुभयो डिटेल प्रोसिजर भनेको? डिटेल भनेको सर यसलाई मिक्स गरेर कति मिनटसम्म राख्ने हो, कुन टेम्परेचरमा राख्ने हो, त्यो हेर्न पर्यो। अनि सर्टकट प्रोसिजर के हो त? सर्टकट त अनि यो राख्नु मात्र भन्यो भने, हजुर यसलाई यसमा राख्नु मात्रै भन्यो भने खै के हो? भन्नुहोस् न यो डिटेल प्रोसिजर के हो? कसले भन्ने हो डिटेल प्रोसिजर? शिशिर पौडेल, अप्सरा सुवेदी, शोभा अधिकारी, ननिसा। सर स्पेसिमेन कलेक्सनदेखि लिएर त्यो पुरै एक्जामिनसम्मको प्रोसिडियरलाई नै व्हाट आर दोज स्टेप्स भन्नुहोस् न। जस्तै कुन ट्युबमा कलेक्सन गर्नेदेखि ल्याएर अनि टेस्ट गर्दाखेरि टेस्ट ट्युब लेबलिङदेखि ल्याएर सबै, कति माइक्रोलिटर स्याम्पल ल्याउने, कति रिएजेन्ट ल्याउने, कति समयसम्म इन्क्युबेट गर्ने, अनि रिडिङ कतिखेर गर्ने, मतलब सबै डिटेल प्रोसेस हो। एसओपीमा त कुनमा स्याम्पल कलेक्ट गर्ने त्यो त नलेख्ला। जस्तो हामीले अब डब्लुबिसी गर्दाखेरि कति माइक्रोलिटर ब्लड लिन्छौँ अनि कति माइक्रोलिटर रिएजेन्ट लिन्छौँ, त्योहरू लेख्न पर्यो त्यसको सायद। हो अप्सरा, यही हो। अप्सरा भन्नुहोस् न डिटेल प्रोसिजर के हो एसओपीमा राख्नको लागि? व्हाट इज मिनिङ अफ डिटेल प्रोसिजर फर एक्जामिनिङ डिफरेन्ट स्पेसिमेन? के हो यो डिटेल प्रोसिजर हजुर? मलाई नै भन्नुपर्ने हो। सम्पूर्ण जानकारी हस्, सम्पूर्ण जानकारी राख्ने है भइगयो। अब अगाडि बढौँ त्यसो भए। यो हाम्रो सोच्ने लास्ट अप्सन थियो। हजुरले भन्ने नि हामीलाई थाहा भएन। ओके, सो के हुन्छ भने हामी कुन टेस्ट गरिरहेको छौँ? फर इक्जाम्पल एएफबी स्टेनिङ गरिरहेको छ, राइट, फर एसिड फास्ट बेसिलाइन, राइट। सो यो टेस्टको ब्याकग्राउन्ड इन्ट्रोडक्सन अबाउट द टेस्ट, प्रिन्सिपल के हो टेस्टको? नलेख्ने, नलेख्ने प्रिन्सिपल लेख्ने। अनि किन भन्नु भएन त? प्रिन्सिपल के हो? व्हाट आर द मेटेरियल्स रिक्वायर्ड? मेटेरियल्स के मेटेरियल्स? इक्विपमेन्टमा छुट्याइदिने, रिएजेन्टमा छुट्याइदिने, त्यस पछाडिबाट प्रोसिजर इन डिटेल्स, मेथड इन डिटेल्स, हरेक मेथड डिटेलमा लेख्ने, त्यस पछाडिबाट इन्टरप्रिटेसन कसरी गर्ने हो, राइट। यस फास्ट बेसिलाइनलाई इन्टरप्रिटेसन कसरी गर्ने हो, इन्टरप्रिटेसन गर्नुपर्ने हुन्छ। यदि कुनै टेस्टमा नर्मल रेन्ज छ भने ठिक छ, नर्मल रेन्ज राख्ने, छैन भने जरुरी छैन पोजिटिभ नेगेटिभ गरिदिनु। पोजिटिभमा कस्तो देखिन्छ, नेगेटिभमा कस्तो देखिन्छ, सो यी सबै इन डिटेल हुनुपर्ने हुन्छ। रेफरेन्स कुनै छ भने रेफरेन्स राख्ने हो, राइट। क्युसी छ भने हेर्नुहोस् न, यहाँ नेक्स्ट स्टेप आइसक्यो नि, स्टेनिङ टेक्निक एन्ड क्युसी अफ स्टेन्स, होइन। स्टेनिङ टेक्निक राख्ने, कुनै क्युसी गर्न सक्छ क्युसी राख्ने हो, राइट। अर्को कुरा के हो त, हामी के ह्यान्डल गरिरहेको छौँ माइक्रोबायोलोजी ल्याबमा?
सबभन्दा सुरुकै क्लासमा भनेको छु कि एभ्री स्याम्पल कलेक्सन गर्ने बेलामा एभ्री स्याम्पल सुड बी सस्पेक्ट गर्नु नै पर्ने हुन्छ यो स्याम्पल हरेक स्याम्पल सस्पेक्ट गर्नु इन्फेक्सियस छ भनेर सस्पेक्ट गर्नु नै पर्ने हुन्छ किन सस्पेक्ट गर्ने त सबै स्याम्पल इन्फेक्सियस छ आएको सबै कल्चरवाला पोजिटिभ नै हुन्छ र हुँदैन स्पुटम कलेक्ट गरेको एएफबी वाला तपाईँले गर्नुभयो सबै एएफबी के अरे पोजिटिभ नै आउँछ त आउँदैन आउँदैन नि तर के थाहा यो पोजिटिभ हो कि नेगेटिभ सो हरेक स्याम्पललाई इन्फेक्सियस भनेर कन्सिडर गर्ने किन गर्ने किनभने हामी एसेप्टिक टेक्निकहरू युज गरिरहेको हुन्छौँ जस्तो कि ग्लोभ्स ह्यान्ड वास गर्ने वाइप आउट गरिदिने 70% इथाइल अल्कोहलले ग्लोभ्स लगाउने हैन मास्क लगाउने हियर क्याप लगाउने ग्लास लगाउने राइट एप्रोन लगाउँछौँ ठुल्ठुलो एप्रोन लगाउँछौँ सो एसेप्टिक टेक्निक हामीले युज गर्नुपर्छ अर्को सेफ ह्यान्डलिङ अफ इन्फेक्सियस मेटेरियल राम्ररी ह्यान्डल गर्ने इन्फेक्सियस मेटेरियललाई बायोसेफ्टी क्याबिनेटको कुरा गर्यो बायोसेफ्टी क्याबिनेटमा ओपन गर्ने हो हैन कल्चर गर्ने हो राइट है राम्ररी इन्क्युबेट गर्ने हो कल्चर भइसकेपछि हैन कुन ब्याक्टेरिया हो आइडेन्टिफाई गर्ने हो सेफ ह्यान्डलिङ प्रोसिजरमा हैन सो यी सबै कुराहरू चाहिँ हामीलाई के अरे राख्नुपर्ने हुन्छ अर्को प्रिपरेसन एन्ड क्युसी अफ कल्चर मिडिया कसरी बनाउने हो कल्चर छ भने कसरी बनाउने हो चक्लेट एगार कसरी बनाउने हो ब्लड एगार कसरी बनाउने हो म्याकङ्की एगार कसरी बनाउने हो न्युट्रिएन्ट एगार कसरी बनाउने हो हैन एल्जे मिडियम कसरी बनाउने हो राइट सो यो प्रिपरेसन प्रोसिजर हुनुपर्ने हुन्छ जस्तो कि हेमाटोलोजीमा हामी भन्छौँ रोमानस क्रिस्टियन्समा लिस्बन कसरी बनाउने हो राइट्स कसरी बनाउने जिम्सा कसरी बनाउने हो जेनरस कसरी बनाउने हो जेएसबी कसरी बनाउने हो त्यस्तै गरी हामीलाई यहाँ कल्चर मिडिया कसरी बनाउने हो हैन जेरेन स्टेन कसरी बनाउने एएफबी स्टेन कसरी बनाउने हो राइट सो अल रिएजेन्ट्सको प्रिपरेसन्स सबै डिटेलमा हुनुपर्ने हुन्छ अर्को क्युसी कसरी बनाउने हो क्युसी कसरी रन गर्ने हो एभ्रिथिङ सुड बी रिटन वेल डकुमेन्टेड इन द एसओपी बुझ्नुभयो हजुर बुझ्यौँ सर कुन फेजमा आउँदो रहेछ यो प्री एनालाइटिक एनालाइटिकल पोस्ट एनालाइटिकल स्टेज सो जब एमसीक्यू आउँछ तपाईहरुको कि एसओपी राइटिङ कुन फेजमा आउँछ त क्युसी को सो के भन्दै हो एनालाइटिकल फेजमा आउँछ रिक्वेजिसन फर्मको डिटेल्ड चेकिङ कुन फेजमा आउँछ त क्युसी को एनालाइटिक भेरी गुड अर्को इनोकुलेसन अफ लिक्विड एन्ड सलिड मिडिया हैन यो सबै हामी के गरिरहेको हुन्छ यो पनि हुनुपर्ने हुन्छ हाम्रो एसओपीमा कसरी इनोकुलेट गर्ने हो सलिड मिडियालाई लिक्विड मिडियालाई रिडिङ एन्ड इन्टरप्रिटेसन अफ कल्चर्स भनिसकेको छु कसरी इन्टरप्रिट गर्ने हो टेक्निक्स युज टु आइडेन्टिफाई द पेथोजेन्स अहिले भर्खर मैले यही कुरा गरिरहेको छु कसरी आइडेन्टिफाई गर्ने यो कुन ब्याक्टेरिया हो भनेर हैन एन्टी माइक्रोबियल सेन्सिटिभिटी टेस्ट हो अब एन्टिबायोटिक सेन्सिटिभिटी टेस्ट गर्नुपर्ने हो हामीलाई हैन सो एन्टिबायोटिक सेन्सिटिभिटी टेस्टिङ र त्यसको क्युसी प्रोसिजर हैन यो सबै हामीलाई सबै थोक डिटेल रूपमा लेख्नु पर्ने हुन्छ हाम्रो बडी माइक्रोबायोलोजिकल रिलेसन त्यस पछाडिबाट क्लिनिङ एन्ड क्युसी अफ इक्विपमेन्ट्सको बारेमा भर्खर हामी कुरा गरिरहेको थियौँ योभन्दा पहिलाको स्लाइडमा हैन सो क्लिनिङ कसरी गर्ने हो प्रोसिजर भइसकेपछि इथाइल अल्कोहलले वाइप आउट गरिदिने हो कि हैन त्यस पछाडिबाट युभी रन गरिदिने हो कि यी सबै कुराहरू चाहिँ हामीलाई लेख्नु पर्ने हुन्छ फलो द सेफ्टी प्रोसिजर्स ड्युरिङ वर्किङ एन्ड रेस्पेक्टिभ ल्याबोरेटरी मैले हामीले अहिले भर्खर सेफ्टीको बारेमा कुरा गरेर एसेप्टिक कन्डिसन्सको बारेमा कुरा गरिरहेको थियौँ हामी सो के त सेफ्टी अपरेटिङ प्रोसिजर्सको बारेमा हामीलाई यो अर्कै के अरे पुरा प्रोसिजर लेख्नुपर्ने हुन्छ हाम्रो एसओपीमा हामी एएफबी स्टेन्स युज गरेको छौँ भने एभ्री स्याम्पल्स सुड बी सस्पेक्टेड हैन सो द्याट वी सुड वेयर प्रपर पिपिई हैन प्रपर पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट्स वेयर गर्नुपर्ने हुन्छ जस्तो कि ल्याब कोट भयो हैन मास्क भयो हैन सर्जिकल ग्लोभ्स भयो राइट देन आफ्टरवर्ड्स ग्लासेस भयो हेड कभर भयो all the safety measurements
should be written in the document. अर्को माइक्रोबायोलोजी ल्याबको बारेमा फर इक्जाम्पल माइक्रोबायोलोजी ल्याबको ल्याबमा एप्रोन छुट्टै राख्ने उतै राख्ने ग्लभ्स निकालिसकेपछि फेरि रियुज नगर्ने निकालिदिने ह्यान्ड राम्ररी क्लिन गर्ने 70% अल्कोहलले त्यस पछाडिबाट सोप वाटरले सो एभ्री डकुमेन्टेड मार्क्स जब हामी निकालिहाल्छौँ माइक्रोबायोलोजी ल्याब त्यही ल्याबभित्रै वाट इज मार्क्स फाल्ने राइट प्रपर बिनमा राख्ने एभ्रिथिङ सुड बी well documented in your SOP. Am I clear to everyone? Clear sir. to? Okay. So यी सबै कुराहरू चाहिँ disposal waste management according to the waste infectious and non-infectious हैन यो सबै कुराहरू चाहिँ हाम्रो SOP मा well documented हुन्छ यो सबै के आइरहेको छ त एनालाइटिकल फेजमा आइरहेको छ अर्को क्वालिटी कन्ट्रोल अफ कल्चर मिडियाको कुरा गरिरहेको थियो हैन कसरी चेक गर्ने यो कल्चर मिडियाको क्वालिटी ठिक छ कि छैन राइट या यो कल्चर मिडिया कन्टामिनेटेड छ कि छैन कल्चर त कल्चर मिडिया हो कल्चर मिडिया के हो त व्हाट इज दिस कल्चर मिडिया ब्याक्टेरियाहरूलाई ग्रोथ गराउने के भन्ने सिम्पल ल्याङ्ग्वेजमा भन्नुस् न किन ग्रोथ गर्छ त त्यो त कल्चर मिडियामा ब्याक्टेरियाहरू ब्याक्टेरियाहरूलाई त्यहाँ त खानेकुरा राखेर के राखेको हुन्छ खानेकुरा हजुर माइक्रो अर्गानिजमलाई ग्रोथ गर्नको लागि चाहिने बेसिक सब्सटेन्सहरू कन्टेन गरिएको मिडिया बेसिक सब्सटेन्सहरू कन्टेन गर्छ व्हाट आर दोज बेसिक सब्सटेन्सेस चावल हुन्छ राइस हुन्छ भात हुन्छ दाल हुन्छ तरकारी NaCl, पेप्टोन, न्युट्रिन्ट अगार ब्लड अगार चक्लेट अगार न्युट्रिसन्स राखेको हुन्छ न्युट्रिसन्स राखेको हुन्छ ब्लड सबभन्दा न्युट्रिसियस सब्सटेन्सेस हो ब्लड अगार भयो ब्लड अगारबाट चक्लेट अगार बाहिर बनिरहेको हुन्छ अर्को न्युट्रिएन्ट अगारको नामै छ न्युट्रिएन्ट अगारको कुरा गरिरहेको हुन्छ एल्जे मिडियम अर्को किसिमको न्युट्रिसन फङ्सन सो ब्याक्टेरियाहरूलाई ग्रोथ गर्नको लागि हाम्रो न्युट्रिसन्स राखेका हुन्छ सो के यो मिडिया चाहिँ कन्टामिनेटेड त भएको छैन कि सो मिडियाको स्टेरिलिटी चेक गर्नको लागि हेर्नुहोस् है स्टेरिलिटी कन्ट्रोल अफ फन्डामेन्टल चेक फर एनी मिडियम कुनै पनि मिडियमको स्टेरिलिटी चेक गर्नको लागि सबभन्दा पहिला क्वालिटी कन्ट्रोल सो कसरी चेक गर्ने त व्हाट यु से दैट यो स्टेरिलिटी मिडियाको स्टेरिलिटी कसरी चेक गर्ने भन्नुहोस् त हजुर कसरी चेक गर्ने कसरी चेक गर्ने भन्नुहोस् न स्टेरिलिटी यो मिडिया अब फर इक्जाम्पल मैले चक्लेट मिडिया युज गरिरहेको छु कसैको स्याम्पल लिए स्पेसिमेनलाई इनोकुलेट गरिदिए र 3 दिनसम्म हामी इन्क्युबेटरमा 37 डिग्री सेन्टिग्रेड छोड्थ्यौँ भरि भराउ पुरा के अरे ब्लड अगार नै मिडिया कोलोनी फर्मेसन भइसक्यो पुरा मिडिया अब कसरी थाहा पाउने कि यो कोलोनी फर्मेसन पेसेन्टकै स्पेसिमेनबाट भएको हो कि कसरी थाहा पाउने किनभने हामी स्पेसिमेन राखे हो त्यो भएर हो होइन सर त्यति धेरै त नहुनु पर्ने कुरो कसरी थाहा पाउने हुन पनि सक्छ कसरी हुन सक्छ अब हामी चिया बनाउँदैछौँ चियामा नुन हाल्यो कि चिनी हाल्यो कसरी थाहा पाउने खाएर त टेस्ट गरेर होइन यो त क्वालिटी हो अब के यो के भन्छ अरे यो अगार मिडियालाई चाहिँ कसरी चाहिँ त्यसलाई पनि खाने क्या कसरी गर स्टेराइल छ कि छैन कसरी चेक सबभन्दा पहिला सबै मिडिया अ मिडियम द्याट इज प्रिपेयर्ड जो बनाएका छौ डिस्पेन्स एन्ड अटोक्लेभ सबैले अटोक्लेभ हुन्छ राइट अब अटोक्लेभ भइसकेपछि पनि यो मिडिया स्टेराइल हो कि या कन्टामिनेटेड छ कुनै अर्गानिजमसँग हुन सक्छ नि त कन्टामिनेटेड बाहिर एरोसेल्सहरू धेरै छन् हस्पिटल वाट इज सेड एक्वायर्ड इन्फेक्सन्सहरू हुन्छ हस्पिटल एक्वायर्ड इन्फेक्सनहरू भइरहेको हुन्छ सो कसरी थाहा पाउँ कुनै पनि स्पेसिमेनलाई इनोकुलेट गर्नुभन्दा पहिला हामी खाली मिडियालाई राखिदिन्छौँ ओभरनाइट खाली मिडियालाई ओभरनाइट राखिदिन्छौँ इन्क्युबेटर अनि थाहा पाइहाल्छौँ नि त
कुनै कोलोनी ग्रो भइरहेको छ बिना स्याम्पलको छ भने इट मिन्स दिस मिडिया इज अलरेडी कन्टामिनेटेड होइन र हो यो भन्नुपर्ने नि त खै भन्नुभएको अब भन्छु नि सोध्नुभयो भने हो अब भन्नु अब हामीले के गरिसकेका थियौँ क्वालिटी चेक इक्विपमेन्टको गरिसकेका छौँ है अब क्वालिटी चेक के गर्ने भने मिडियाको गर्ने सो क्वालिटी कन्ट्रोल अफ कमनली युज मिडिया सजेस्टेड कन्ट्रोल अर्गानिजम एन्ड एक्सपेक्टेड कुन कुन कन्ट्रोल अर्गानिजम छ र हामी के एक्सपेक्ट गर्छौँ मिडियम कन्ट्रोल अर्गानिजम कुन राख्ने एक्सपेक्टेड रिएक्सन्स के राख्ने ब्लड आगारको लागि के राखेको छौँ हामी स्ट्रेप्टोकोकस न्युमोनिया कन्ट्रोल अर्गानिजम यो अर्गानिजम कन्ट्रोल हुन्छ सो यो अर्गानिजम ब्लड आगार राम्रो छ भने पहिला त एक चरण भयो के स्टेरिलिटी मेन्टेन गरिसकेका छौँ हामी कसरी प्रिपेयर गरेर अटोक्लेभ गर्यो र एक राति के गरेको छौँ भने इन्क्युबेटरमा हामी छोडिसकेको छौँ यदि कुनै फर्मेसन भएको छैन भने यो मिडियम ठिक छ स्टेराइल छ यसमा हामी अर्गानिजम ग्रो गर्न सक्छौँ अर्को के छ यो मिडिया वास्तवमा काम गरिरहेको छ कि छैन सो कन्ट्रोल अर्गानिजम ब्लड आगारको लागि के छ स्ट्रेप्टोकोकाई अर्को छ न्युमोनिया के हेर्छौ त एक्सपेक्टेड ग्रोथ छ बीटा हेमोलाइटिक ब्लडको ग्रोथ आउँछ अर्को के छ न्युमोनियाको लागि पनि ग्रोथ छ अल्फा हेमोलाइटिक यो के छ त कन्ट्रोल हो यदि स्ट्रेप्टोकोकाई राख्छौ र हामीसँग बीटा हेमोलाइटिक रिएक्सन्स हेरिरहेको छ भने इट मिन्स माई मिडिया इज वर्किङ फाइन यदि न्युमोनिया राखेको छ भने र अल्फा हेमोलाइटिक हेरिरहेको छ भने इट मिन्स माई मिडिया इज वर्किङ अल फाइन त्यस्तै गरी अर्को आगार छ चोक्लेट आगारमा के राख्ने त एउटा इन्फ्लुएन्जा राख्ने अर्को गोनोरिया राख्ने इन्फ्लुएन्जामा पनि राम्रो ग्रोथ देखिन्छौ र निमोनियामा पनि राम्रो ग्रोथ सो यो दुईटै अर्गानिजमलाई इन्क्युबेट गर्छु राम्रो ग्रोथ हेर्छु भने इट मिन्स चोक्लेट आगार इज वर्किङ फाइन अर्को छ क्रिस्टेन्सेन युरिया आगार यसको लागि अर्गानिजम्सहरू छन् प्रोटियस मार्भिलस क्लेब्सिला न्युमेनिया एन्ड इसेरेसिया कोलाई सो प्रोटियस मार्भिलसमा पिंक कलर जब डेभलप हुन्छ इट मिन्स इट इज पोजिटिभ मिडिया इज अल फाइन क्लेब्सिला न्युमेनियाको लागि पनि पिंक स्ल्यान्ट हैन पार्शियल पोजिटिभ इट मिन्स मिडिया इज अल फाइन इसेरेसिया कोलाईको लागि येलो कलर द्याट इज नेगेटिभ हुनुपर्छ सो के गर्ने यो तीनटै युज गर्ने हामी तीनटै युज गर्नुपर्ने हुन्छ यसमा पोजिटिभ कन्ट्रोल प्रोटियस मार्भिलसमा हुनै पर्ने हुन्छ पिंक थ्रु आउट पुरा के अरे आगार पुरा मिडिया चाहिँ के हुन्छ त पिंक भइहाल्छ इट मिन्स इट इज पोजिटिभ अर्को क्लेब्सिला न्युमोनिया राख्ने जसमा पिंक हल्का हल्का पिंक कलरको स्ल्यान्ट देखिन्छ द्याट इज पार्शियल पोजिटिभ अर्को के भइहाल्यो इसेरेसियाको लागि राख्छु जहाँ नेगेटिभ हुनुपर्ने हुन्छ सो एउटै मिडियमलाई अब यो त के भन्छ अरे हामी यो त ट्रिक भइसक्यो है धेरैजनाले के गर्छ भने एउटा मिडियालाई के गर्छन् त्यसमा पहिला इसेरेसियाको लागि ग्रो गरिदिन्छ हुँदैन ग्रोथ नेगेटिभ त्यही मिडियामा के गर्छ क्लेब्सिला न्युमोनिया ग्रो गर्छ हल्का हल्का पिंक हेर्छ सो पार्शियल पोजिटिभ फेरि त्यही मिडियामा अर्को पटक के गरिन्छ भने प्रोटियस मार्भिलस राखिन्छ पुरा फुल पिंक सो नेगेटिभ कन्ट्रोल पनि त्यही मिडियाबाट चेक भइसक्यो त्यही आई मिन व्हाट इज द्याट के भन्छ अरे डिसबाट पार्शियल पोजिटिभ पनि त्यही डिसमा चेक भइसक्यो र फुल कन्ट्रोल पोजिटिभ पनि त्यही डिसमा चेक भइसक्यो राइट त्यस्तै गरी डिफ्रेन्ट मिडियम छन् र डिफ्रेन्ट कन्ट्रोल अर्गानिजम छन् यी कन्ट्रोल अर्गानिजम योहरू तपाईँहरू याद गर्नु यो एकदम बाइ हार्ट याद हुनु नै पर्ने हुन्छ यी डिफ्रेन्ट किसिमका मिडिया अर्गानिजम्सको कुन युज गर्ने के व्हाट इज द्याट रिएक्सन्स हेरिरहेको छु यो सबै योमा चाहिँ राखिएको छ सर कहाँ गयो अब कन्ट्रोल रन गर्ने बेला टेस्ट रन गर्ने बेला पनि हामीलाई क्वालिटी कन्ट्रोल रन गर्नुपर्ने हुन्छ सो व्हाट यु से द्याट पोजिटिभ कन्ट्रोल पनि रन गर्ने
नेगेटिभ कन्ट्रोल पनि हुने। जस्तो कि क्याटालाइज टेस्ट गर्नको लागि हामीलाई पोजिटिभ रिजल्ट सोज बबलिङ इक्जाम्पल स्टेफिलोकोकस स्पिसिस। नेगेटिभ कन्ट्रोलमा नो बबलिङ देखिँदैन। त्यस्तै गरी कोएगुलेज टेस्ट गर्छौँ भने एग्लुटिनेसन देखिन्छ, जस्तो कि एरियोसले दिइरहेको हुन्छ भने नेगेटिभ रिजल्ट इपिडेमाइयाजिसले दिइरहेको हुन्छ। त्यस्तै गरी अक्सिडेज टेस्टको लागि छुट्टै पोजिटिभ कन्ट्रोल छन् होइन र नेगेटिभ कन्ट्रोल पनि छुट्टै छ। यो डिफ्रेन्ट टेस्टको लागि पनि पोजिटिभ र नेगेटिभ कन्ट्रोल छ। यो सबै मक गर्नु पर्यो। मक आउट गरिदिने 50 चोटि लेखेर होस्, 100 चोटि लेखेर होस्, 100 चोटि लेखेर होस् लेख्नु। नाउ अर्को के छ? अब टेस्ट वाइजमा हामी जान्छौँ, जस्तो कि ग्राम स्टेन छ। ग्राम स्टेनले के युज गरिरहेको छ, के डिटेक्ट गर्छ? ग्राम पोजिटिभ ब्याक्टेरिया छ कि ग्राम नेगेटिभ ब्याक्टेरिया छ, होइन र? यही डिस्टिङ्ग्विस गर्छ। शोभाले के भन्न खोजिरहनु भएको थियो? छैन सर। ओके, जस्ट अ मिनट है। नाउ अब ग्राम पोजिटिभ ब्याक्टेरिया ग्राम नेगेटिभ ब्याक्टेरिया चाहिँ ग्राम स्टेनले डिस्टिङ्ग्विस गरिरहेको हुन्छ। कन्ट्रोल के युज गर्ने त? के युज गर्ने त? यो मेरो ग्राम स्टेन राम्ररी काम गरिरहेको छ कि छैन कसो थाहा पाउनु? एउटा नेगेटिभ कन्ट्रोलको लागि इक्वल पोजिटिभको लागि यस, नेगेटिभ कन्ट्रोल एउटा के गर्छौँ हामी? 3वटा स्लाइड रन गर्छौँ। एउटा पेसेन्टको स्पेसिमेन नाम लेख्ने हो, पेसेन्टको स्पेसिमेन अथवा ल्याब नम्बर राख्ने हो। अर्को पोजिटिभ कन्ट्रोल भनेर राख्ने हो, अर्को नेगेटिभ कन्ट्रोल। सो पोजिटिभ कन्ट्रोलमा हामी स्टेफाइलोकोकसको स्पेसिस राख्छौँ भने नेगेटिभ कन्ट्रोलमा इसेरिसिया कोलाई राख्छौँ, राइट? 3टै स्लाइडलाई हामी ग्राम स्टेनले स्टेन गर्छौँ। सो पोजिटिभ कन्ट्रोलमा स्टेफाइलोकोकस अरियस अथवा स्टेफाइलोकोकसको स्पेसिस चाहिँ पोजिटिभ देख्नु पर्ने हुन्छ, ग्राम पोजिटिभ ब्याक्टेरिया पोजिटिभ आउनु पर्ने हुन्छ। इसेरिसिया कोलाई नेगेटिभ दिनुपर्ने हुन्छ, ग्राम नेगेटिभ ब्याक्टेरियामा आउनु, राइट? र त्यस पछाडिबाट तपाईँको आफ्नो जुन पेसेन्टको जुन स्पेसिमेन छ त्यो चाहिँ हामी स्लाइडमा हेर्छौँ। यदि पेसेन्टको पोजिटिभ छ भने अनि मात्र हामी भन्छौँ ग्राम पोजिटिभ ब्याक्टेरिया प्रेजेन्ट छ, नेगेटिभ छ भने हामी भन्छौँ ग्राम नेगेटिभ ब्याक्टेरिया, राइट? भयो? कसले सोध्नु भएको त्यस्तै क्युसी इन माइक्रोबायोलोजी पढाइदिनुहोस् भनेर? हजुर बुझेन के भन्नुभयो? अस्ति कसले सोधिरहनु भएको थियो सर क्युसी इन माइक्रोबायोलोजी पढाइदिनुहोस् भनेर? कसले सोध्नु भएको थियो? कसलाई चाहियो थियो क्युसी इन माइक्रोबायोलोजी पढ्छु भनेर? मैले सोधेको थिएँ सर। सोनीले। अनि सञ्जय सरको क्लास एटेन्ड गर्नु भएको थिएन सोनी? गर्न त गरेको थिएँ सर, तर यो क्युसी चाहिँ मैले पढेको थिएन। अनि सोध्नु परेन सर? सबै थोक मैले पढाइदिएँ, माइक्रोबायोलोजी पनि पढाइदिएँ, हेमाटोलोजी पनि पढाएँ, बायोकेमिस्ट्री पढाएँ, एन्टोमोलजी सबै मैले पढाऊँ? सम्भव छ? कहो न? छैन त्यही पनि पढाइदिनु भयो, थ्याङ्क यू। भन्नुहोस् त अप्सर हजुर, सम्भव छ? सम्भव छैन कि सर? सर सुन्नु न, भन्नुहोस्। यो नि हामीलाई क्वेसन त माइक्रोबायोलोजीको क्युसी भनेर के भनेर चाहिँ सोध्छ सर? कस्तो खालको क्वेसन आउँछ हामीलाई? लङ क्वेसन, सर्ट क्वेसन? 10 मार्क्स क्युसी जता पनि तपाईँको लङ क्वेसन आउँछ। 5 मार्क्सको क्युसी नै छैन। 2 मार्क्समा डेफिनेसन सोध्नुहुन्छ, जस्तो कि ग्राम स्टेनको क्युसी गर्नुहोस्। एक्सप्लेन द क्वालिटी कन्ट्रोल प्रोसिजर फर ग्राम स्टेनिङ भने 2 मार्क्समा राख्नुहुन्छ। सो 2 मार्क्समा त यो लेख्न सक्नुहुन्छ नि त, यति त सकिन्छ। हो कि? हाउ डु यु मेन्टेन द क्युसी अफ के अरे व्हाट डु से दैट माइक्रोबायोलोजिकल हुड? 2 मार्क्सको क्वेसन। किनभने एउटा मात्र लेख्नु पर्ने हुन्छ, एयरको फ्लो हेर्नु पर्ने हुन्छ 50 फिट 5 फिट फेस भन्दा, हो कि न? सो यो हुन्छ। तर क्युसी तपाईँको 10 मार्क्सको क्वेसन हुन्छ नि हुन्छ। धेरै राम्रो गरेर सुनले सोध्यो, किनभने यो क्वेसन पनि धेरै इम्पोर्टेन्ट छ माइक्रोबायोलोजिकल ल्याबको बारेमा। नाउ अर्को छ मिडिया। 10 मार्क्सको सोध्यो भने नि हामीले यो पुरै लेख्नुपर्छ माइक्रोबायोलोजीको? अनि लेख्ने होइन त बाबा, बाप रे बाप धेरै छ नि त।
के छुट्याउनुहुन्छ ल भन्नुहोस् त्यसबाट? छुट्याउनु त केही छैन कि यति धेरै लेखेर टाइम म्यानेज गर्न अब सकिन्छ भन्ने यति धेरै त हामी पढाइरहेको छ, तपाईँले पोइन्ट्स वाइजमा लेख्ने नि त। सो क्युसी 3 चरणमा डिभाइड, प्री एनालाइटिकलमा के हेर्ने, पेसेन्ट आइडेन्टिफाई गर्ने, स्याम्पल चेक गर्ने, राइट, रिक्वेसन फर्म चेक गर्ने, रिक्वेसन फर्ममा यो चेक गर्नुपर्छ, नाम राखिदिने, रिक्वेसन फर्मलाई स्याम्पलसँग म्याच गर्ने, राइट। त्यस पछाडि एनालाइटिकल फेजमा आएर एसओपी हेर्ने, डिटेल एसओपी छ कि छैन, राइट, हो कि होइन। अनि त्यस पछाडिबाट वाट यु से द्याट डिटेल्ड एसओपी छ कि छैन, डिफ्रेन्ट टेस्टको वाट यु से द्याट कन्ट्रोल गर्ने। सो लेखिने के कन्ट्रोल युज गर्छौ त, पोजिटिभ कन्ट्रोलको लागि के गर्ने, यो टेस्टको लागि, नेगेटिभको लागि के गर्ने, टेस्टको पोजिटिभ नेगेटिभ हुन लाग्थ्यो। अर्को के छ, एन्टिबायोटिक ससेप्टेबिलिटी टेस्ट। यसमा के गर्छ त, भेरिएबल्स टु कन्ट्रोल द्याट क्यान अफेक्ट एक्युरेसी एन्ड रिजल्ट। यो कन्ट्रोलको भेरिएबिलिटी यदि भइगयो भने यसले के गर्छ त, वाट यु से द्याट एक्युरेसी, रिजल्टकै एक्युरेसीलाई एफेक्ट गरिदिन्छ। द्याट इज एन्टिबायोटिक पोटेन्सी, अगारको डेप्थ, होइन, कति एन्टिबायोटिक पोटेन्सी छ कि छैन किल गर्ने, राइट, अगार कति राखेको छु, कति डेप्थमा, कसरी चेक गर्ने हो, किल्बी ब्युरो टेस्ट भनेर हुन्छ, राइट, पिएच मेन्टेन भएको छ कि छैन, राइट, इन्क्युबेसन टाइम र टेम्परेचर ठिक छ कि छैन, होइन, कार्बन डाइअक्साइड कन्सन्ट्रेसन छ कि छैन, मेजरमेन्ट अफ जोन अगेन्स्ट द एन्टिमाइक्रोबाइल, जोन जुन मेजर गरिरहेको छु त्यो मेजरमेन्ट एकर्डिङ टु सिएलएसआई को स्ट्यान्डर्ड्सको हिसाबले भइरहेको छ कि छैन। सो यो सबै थोकहरू चाहिँ चेक गर्नुपर्छ। अब क्युसी इट्सेल्फ इज अ भेरी भेरी भास्ट, धेरै भास्ट सेन्स। तपाईँले के गर्नुपर्ने हुन्छ भने कति याद हुन्छ त, बुझि त सक्नुभयो नि भयो। क्युसी अहिलेसम्म जुन पढ्नु भएको छ माइक्रोब्याक्टेरियममा, माइक्रोबायोलोजीमा, प्री एनालाइटिकल र एनालाइटिकल हामी पढ्दैछौँ, अहिलेसम्म यो दुईटा फेज बुझ्नुभयो कि बुझ्नु भएन? त्यो बुझ्नु भएको छ भने मेन पोइन्ट्स तपाईँको इक्जामको बेलामा आफै आइरहेको हुन्छ लेख्नु, राइट। अब यो प्री एनालाइटिकल भइसकेपछि हामी जान्छौँ पोस्ट एनालाइटिकल फेज। सो पोस्ट एनालाइटिकल फेजमा के गर्नु, यो के हो त पोस्ट एनालाइटिकल फेज भनिदिनुहोस् त। पोस्ट एनालाइटिकल फेजमा के बुझ्नुहुन्छ भन्नुहोस् त। अब रिपोर्टिङ गर्ने, रेकर्ड रिपोर्टिङ, यस, होइन, रिपोर्टलाई चाहिँ रेकर्ड गर्ने, होइन, अरू के गर्ने, अरू के गर्छु भन्नुहोस् त, अरू के छ, पोस्ट एनालाइटिकल एनालाइसिस गरिसक्यो, एनालाइसिस पछाडि कहाँ कहाँ एरर हुन सक्छ भन्नुहोस् त, कहाँ एरर हुन सक्छ ल भन्नुहोस् त मलाई। रिपोर्ट टिप्ने बेलामा, रिपोर्ट प्रिन्ट गर्ने बेलामा, Very good. पेसेन्ट दिँदाखेरि पनि त एकजनाको रिपोर्ट अर्कोजनालाई दिन सकिन्छ कहिलेकाहीँ मिस्टेकले। हो हो हो। सो यो सबैलाई के अरे मिनिमाइज गर्ने कि नगर्ने, गर्नु पर्यो। कसरी गर्ने त मिनिमाइज, कन्ट्रोल रन गरेर, राइट। सो कुन कन्ट्रोल रन गर्छु त, पोस्ट एनालाइटिकल फेज it needs to include reporting, verifying of microbiological test result, interpretation of test reports correctly, taking appropriate action when results have serious implication for patients or public health. Right? So के भइरहेको छ त, रिपोर्टिङ र भेरिफाइङ अफ माइक्रोबायोलोजिकल टेस्ट, भेरिफाई गर्नु पर्यो नि त माइक्रोबायोलोजी। सो त्यहाँ प्रब्लम भइहाल्छ रिपोर्ट गर्ने बेलामा, भेरिफाई गर्ने बेलामा। इन्टरप्रिटेसन अफ रिजल्ट, ग्राम पोजिटिभ हो ग्राम नेगेटिभ, एसिड फास्ट बेसलाई पोजिटिभ छ, एसिड फास्ट बेसलाई नेगेटिभ छ, इन्टरप्रिटेसन गर्नु। Reporting results, the terminology and format used in the reporting should be standardized and agreed between the laboratory personnel and clinicians. अब यो के हो, reporting result terminologies and format used in reporting should be standardized and agreed between laboratory personnel and clinicians. मतलब के हो,
त्यो रिपोर्टिङ फर्मेटमा चाहिँ अब त्यो ल्याबोरेटरीको पर्छ न त क्लिनिसियनलाई मात्र थाहा हुन्छ नि सर त टर्मिनोलोजीहरू अरूलाई त थाहा हुँदैन नि स्ट्यान्डर्ड युज गर्ने कमन युज गर्ने राइट अब युज भइरहेको हुन्छ के अरे एन्टिबायोटिक सेन्सिटिभिटी मैले भर्खरै एन्टिबायोटिक सेन्सिटिभिटी टेस्ट एन्टिबायोटिक सेन्सिटिभिटी टेस्टको कुरा गरेँ अर्कोले आउँछ माइक्रोबायोलोजिस्टले सो अफ गर्छन् औ antibiotic and antimicrobial susceptibility both are same. So why didn't you write antimicrobial susceptibility? Why do you write only antibiotics? दुईटै लेखौँ नि त अरे बाबा ठिक छ दुईटै ठिक छ तर एउटा यो लागौ न कि एउटा फर्मेटमा युज गरौँ न एन्टिबायोटिक्स बुझ्छ नाम चाहिँ एकदम क्लियर एन्टिबायोटिक्स कुन एन्टिबायोटिक थियो माइक्रोबायोलोजिजम ससेप्टेबल एन्टिमाइक्रोबियल ससेप्टिबिलिटी अनि बोथ आर सेम ठिकै छ कुन माइक्रोबियलले चाहिँ ससेप्ट गर्नको छ एउटा राख्नुहोस् न तपाईँ स्ट्यान्डर्ड फर्म जुन तपाईँको क्लिनिसिस्टलाई बुझ्नलाई पनि सजिलो हुन्छ र तपाईँको लागि पनि ठिक हुन्छ र रिपोर्टिङको एउटा फर्मेट प्रपर फर्मेटमा लेख्नु नेम पेशेन्ट्सको एज जेन्डर ल्याब नम्बर स्याम्पल कलेक्सन टाइम sample received time, reporting time, date and time. कुन मेथडबाट युज गरेका छौ अनि नर्मल रेन्जहरु नर्मल रेन्ज कतिको छ सो यो सबै स्ट्यान्डर्ड फर्मेट रिपोर्टको चाहिँ हामी बनाइहालौँ न त सो प्रिलिमिनरी रिपोर्ट मस्ट बी फलोड एन्ड फुल्ली रिटेन रिपोर्ट हैन सबै प्रिलिमिनरी रिपोर्ट चाहिँ के हुनुपर्छ त राम्ररी लेखेको हुनुपर्ने हुन्छ वेल एक्सप्लेन हुनुपर्ने हुन्छ राइट ठिक छ हजुर ठिक छ सर अब सर क्वालिटी कन्ट्रोलमा हाम्रो पोस्ट एनालाइटिकल भइसकेपछि हामी इक्वास गर्छौँ इक्वास के छ व्हाट इज दिस इक्वास भन्नुस् न इक्वास के हो एक्सटर्नल क्वालिटी असेसमेन्ट के हो एक्सटर्नल क्वालिटी असेसमेन्ट एक्सटर्नल क्वालिटी असेसमेन्ट स्किम स्क्वास के हो एक्सटर्नल क्वालिटी असेसमेन्ट के हो हजुर What is this IQAS? External quality assessment के हो शोभाजी हजुर भन्नुस् न हजुर एक्सटर्नल क्वालिटी असेसमेन्ट के हो हाम्रो टेस्ट रिपोर्ट राम्रो भइरहेछ कि नाइ भनेर हो कि क्या हो सर अनि के हुन्छ त्यस्तो हाम्रो कसरी चेक गर्ने त एकदम कसो ठीक छ सबै कन्ट्रोल के रे क्वालिटी कन्ट्रोलको काम नै हो यही कि हाम्रो टेस्ट रिजल्ट राम्रो भइरहेको छ कि छैन त्यो चेक गर्न हैन र कसरी चेक गर्ने त्यही बस त्यो अर्को ल्याबमा पठाउन पर्यो अनि त्यसमा पनि सेम रिजल्ट आयो भने अर्को ल्याबमा पठाउनु पर्ने हो हाम्रोमा त सबै राम्रै गरेछौँ सबैमा क्वालिटी कन्ट्रोल गरे नै सोध्न पनि मिल्यो आफूभन्दा ठुलोसँग अर्को ल्याबकोसँग सोध्न पनि मिल्यो सल्लाह गर्न पनि पाइयो सर ल्याबोरेटरी बाहिरबाट गरिने क्वालिटी चेक के रे के भन्नुभयो अप्सरा ल्याबोरेटरी बाहिरबाट गरिने क्वालिटी चेक हो दुईटै हुन्छ भेरी गुड यस सो इक्वास के हो भने एन इक्वा स्किम शुड इन्क्लुड testing of major pathogens. It should not be too complicated, very costly, or time-consuming. Although the steps may be taken in the laboratory to ensure the test results are reliable, a system of assessing laboratory to a satisfactory standard is recommended. That is an IQUA scheme example you use. भने के हुन्छ भने
कुनै कुनै रेफरेन्स ल्याबोरेटरीहरू इक्वाको लागि अथोराइज छ, जस्तो हाम्रो नेसनल पब्लिक हेल्थ ल्याबोरेटरी NPHL उसले इक्वा रन गर्छ। इन्डियाको इन्डिया पनि पठाउँछन् भने क्रिस्चियन मेडिकल कलेज CMC भेल्लोर यिनीहरूले चाहिँ इक्वा रन गर्छ। धेरै ल्याबोरेटरीहरू छन् इक्वा रन गर्छ। यहाँ छ नि त युनाइटेड किङडम नेसनल होइन एक्सटर्नल क्वालिटी एसेसमेन्ट स्किम। सो के हुन्छ भने तपाईँले यो संस्थाहरूसँग इक्वा गर्नुहुन्छ भने नोमिनल फी चार्ज गर्छ के अरे इयरको, यो इयरमा यति पटक तपाईँ पठाउनुहुन्छ। सो यिनीहरूले के गर्छ भने उनीहरूले आफ्नै स्याम्पल पठाइन्छ तपाईँको कल्चर गर्नको लागि। ल पल्स गर्नुहोस्, प्याथोजेन्स अर्गनाइज गरेर भन्नुहोस् कुन प्याथोजेन्स, कोलोनी काउन्ट गर्नु भएको छ, एन्टिबायोटिक सेन्सिटिभिटी टेस्ट गरिदिनुहोस् कति छ। सो यो गरिदिनुहोस् कति हुन्छ। नाउ तपाईँले 3 पटक यसलाई रिपिट गरेर 3 पटकै भ्यालु पठाउनु पर्ने हुन्छ। तपाईँले त्यसले भन्दैन कि यो कुन स्याम्पल हो, स्पुटम हो, CSF हो, युरिन हो हैन। दे विल नट से दैट, भन्दैन। पढाइन्छ मलाई यसलाई इनोकुलेट गरेर इन्क्युबेट गरेर बनाएर कोलोन काउन्ट गरेर एन्टिबायोटिक सेन्सिटिभिटी टेस्ट गरेर हैन सबै पठाउनुहोस् मलाई पढाइन्छ। यो लेभल हुन्छ इक्वा 1 2 अथवा जे कोड पनि लाग्छ, कोड राखिदिन्छ। NPHL 1 2 3 4 कोड उता हुन्छ। अब तपाईले जो 3 पटक गर्नु भएको रिपोर्ट पठाउनु भएको छ त्यो सबै उनले आफ्नोसँग म्याच गर्छ अनि भन्छ हो तपाईले जुन रन गर्नु भएको त्यो प्रोसिजर ठीक छ, तपाईको सिस्टम ठीक छ, तपाईको इक्विपमेन्ट ठीक छ, दे अल आर वर्किङ फाइन। यदि तपाईको ल्याबको रिजल्ट जुन पठाउनु भएको उहाँहरुसँग म्याच भयो भने अर्को सेवाले के भन्नु भएको थियो कि हामीले स्याम्पल पठाउनु नै उदाबाट स्याम्पल पठाउन सक्छ हामी पनि। ल यो स्याम्पल छ त हामीले यो चेक गरेछौं, तपाई पनि चेक गर्दिनुस्। सो मिसम्याच भयो भने उले भन्छ मिसम्याच भएको। अनि धेरै जनाले के हैन सरी यो रङ मिस्टेक थियो, हामीले लेबलिङ गर्ने बेला मिस्टेक हो तपाईले पठाउनुको यही रिजल्ट हाम्रोमा पनि आएको छ, सरी बाइ मिस्टेक रङ लेबलिङ भन्न पाउँदैन। दैट इज व्हाई एक्वाबाट के हुन्छ उनीहरु के स्याम्पल हामीले पठाउँछ, ल तपाई चेक गरेर भन्न भन्नुस् ठीक छ राइट भयो। के गर्नको लागि त टेस्टको रिलायबिलिटी र हामीले जुन टेस्ट गरेछौं ल्याबको सिस्टम जो सैटिस्फैक्ट्री छ कि छैन। राइट ऑल डन सर। very good thank you so much। मलाई त लाग्यो अझै चाहिँ के पढाउनु पर्छ। अब के गर्ने र थ्यांक यू गर्ने हो हुन्छ सर, आजलाई गरौँ। आजैलाई नगर्ने हो, आजलाई गरौँ। आजैलाई नै मात्र नगर्ने हो, भोलिको लागि पनि थ्यांक यू गरौँ, पर्सिको लागि पनि थ्यांक यू गरौँ। किन सर? 2 दिन बाहिर गएर सुतिराख्ने। अरु सरले पढाइ हुन्थ्यो नि, हाम्रो त अझै प्यारासाइटोलोजी माइक्रोबायोलोजी केही पनि पढाइ भएन। अब त्यो सर यदि भेटाउनु हुन्छ भने है हामी गर्दिन्छौँ हैन।